यसमा चाहिँ भाइ के लगाउने रे हामीले धनिया अनि सिमी अनि लसुन प्याज पासेको भाजीको साग अनि त्यस्तै गरेर चाहिँ अरू पनि धेरै प्रकारका भेजिटेबलहरू हामी लगाउने छ मुला है। अनि आहा भाइको काम गर्ने तरिका कति छिटो गर्छ कि भाइ। यता हेर त एकपटक। यो चाहिँ मेरो ठुलो भाइ हो, काम गर्नमा चाहिँ धेरै स्मार्ट छ हाम्रो भाइ। वाउ, भाइको काम गराइ देख्दाखेरि चाहिँ मलाई धेरै अनि जाँगर लाग्छ। भाइले उत्सुकता साथ कामहरू गर्छ। हेर्नुहोस् त, यति ठुलो जङ्गललाई पनि यति छिटो चाहिँ फडानी गरेर भ्याउँछ कि भाइले। हुन्छ, आज चाहिँ हामी यो पुरा सरसफाइ गर्नेछौँ। यो पुरै जङ्गल फालेर यति घाँस छ कि यहाँ भैँसी बाख्रा भएको भए कति खान्थ्यो होला कि भाइ, तर भैँसी बाख्रा छैन र हो। आज चाहिँ हामी यही जङ्गललाई फडानी गर्नेछौँ। बसेर मात्रै गर्नु है। यति धेरै